सो गाइज अहिले चाहिँ सप्तकोशी नदीमा ठ्याक्कै सप्तकोशी पुल पारी सप्तरीपट्टि कोशी ब्यारेजमा 6 जनाको समूह यहाँ नुहाइरहेको थियो। 5 जना चाहिँ बच्यो, 1 जना चाहिँ पानीमा डुबिएको अवस्था छ। अब मरिसके छ कि छैन त्यो अहिलेसम्म थाहा भएको छैन, तर अहिलेसम्म 1 जना भेटेको छैन, लापत्ता भएको छ। सो गाइज 5 जना चाहिँ टोली उहाँ विराटनगरको हुनुहुन्थ्यो अनि 6 जना थियो, 5 जना चाहिँ बाहिर निस्क्यो, 1 जना चाहिँ अहिले लापत्ता छ। सो गाइज यो सप्तकोशी ब्यारेज पुलपारी सप्तरीपट्टि हो, बेपत्ता भएको अवस्था छ। अहिले चाहिँ अब त मरिसक्यो होला सायद, बेपत्ता भएको छ, लगभग आधी घण्टा भइसकेको छ। नआउने क्रममा 1 जना बेपत्ता भएको अवस्था छ, डुबिएको अवस्था छ। 6 जनाको टोली थियो, 5 जना चाहिँ निस्कियो बल्ल बल्ल, 1 जना बेपत्ता भएको छ, सायद मृत्यु भएको अवस्था छ। यो चाहिँ सप्तकोशी नदी स्थित कोशी ब्यारेज अहिले चाहिँ ढोका खोलिएको अवस्थामा नआउने क्रममा 1 जना बेपत्ता भएको छ। पानीको बहाव पनि बढिएको अवस्था छ। बचा भी तो नहीं तो मतलब डुबले डुबले टाइम लगते थे जाना बनना पहला ए म बचाउँदा म पनि जस्तो निस्केको पाँच ल्याउनु चाहिँ डुब्न लागेको थिएँ। मैले त्यसलाई पक्रिसकेको थिएँ, उसले मलाई तान्नु, म पनि छिरिहालेँ। मेरो निशान कतेक बच्चे मेरो ठेलियो ठेलियो धरती दिशा ठेलियो ने 5 पचा खाल मेरो जोड़ियो मेरो बाउको नाम लक्ष्मण राज। सो गाइज मान्छेलाई उद्धार गर्नको लागि पुलिस लगायत स्थानीय हाम्रो साथीहरू यहाँ छ। यहाँ पानी धेरै भएको कारणले गर्दाखेरि, पानी धेरै छ यहाँ, त्यो भएको कारणले गर्दाखेरि मान्छेले जान मानिरहेको छैन। एकदमै बढेको पानी छ यहाँ, पानीको बहाव पनि एकदम छ, उल्टा पनि घुरिरहेको पानीको अवस्था छ। यहाँ लगभग 1 बाँस जति पानीको बहाव छ यहाँ। लापत्ता भएको मान्छे यही छ कि कहाँ चाहिँ त्यो थाहा भएन, सायद मलाई लाग्छ मरिएको अवस्था होला। लगभग 45 मिनट आधा घण्टा भइसकेको अवस्था छ। वना राजी अलगल राजी तब चल वही मतलब काफी अटक गेले तो उनका तब अरे ओकरा मुंह से ले कसरी कहाँनिर सौरभ छ, जिग्रा छ, रजन दाइ यहाँ बच्चाहरू पनि नुहाउँदै थियो हजुर, हेर्नु। अनि हामीलाई सेफ लागेपछि हामी यही नुहाउनु, यति यति पानी थियो, यति पानी छ। अनि यति पानी हामी यिनीहरू खेलिरहेको थियो। कहाँबाट आउनु भएको अरे? विराटनगरबाट। विराटनगर कुन ठाउँबाट? विराटनगर कञ्चनबारीको हो। कि कहाँ तपाईँहरू कहाँसम्म आउनुभयो खास यहाँ प्रभु नुहाउनुलाई भन्दै आउनु भएको? हामी चाहिँ लाहानसम्म एक्सप्रेसली जाने विचारमा थियो आफसा किन्नको लागि। गरेर यसो नुहाइ गरेर पनि यतातिर जाने भनेर विचारमा थियौँ। अब यिनीहरू यस्तो घटना भएको। अब यो पक्कै यतै हुन सक्यो कि यहाँदेखि तीनहरू तानेको छ, त्यहाँ मैले बचाउनै सकिनँ, म पनि डुबिरहेको थिएँ यही छेउमा। अनि लास्टचोटि चाहिँ उहाँनिर देखेको थियो मुस्किल। हाम्रो टिभीलाई त्यो गराएर एक्चुअली त्यो गराउँछ सर। यहाँ सर तपाईँहरू यहाँ सेफ्टी लगाएर एकचोटि पानीमा उतार्नु नि टोलीलाई, छिटो गर्नु। यही हेर्नु नि, एकचोटि हेर्नु, छैन भने अनि त्यो गोताखोरहरूलाई बोलाउनु नि। हाम्रो टोलीलाई डोरी लगाएर यही पानी उल्टिरहेको छ, त्यही हुन्छ कि हेर्नु नि, मान्छे त्यही हुन्छ।
समय ताकते ना अपनी ये जुंगा ला लेते हैं बगल बगल में ना वो तो गोल घर डबल ले तो हमरे छोड़ा निकाल